सर नमस्ते। यदि फेसबुकलाई चाहिँ मोनेटाइज गरिसक्नु भएको छ भने चाहिँ तपाईँले बुझ्नै पर्ने कुराहरू चाहिँ मुख्य चाहिँ फेरि यसमा एउटा प्रोफाइल स्ट्याटस है, त्यसमा गएर हेर्नुहोस् त तपाईँको कस्तो छ। त्यसमा चाहिँ तपाईँको ग्रिन टिक छ भने ओके, तपाईँको चाहिँ एकाउन्ट चाहिँ एक्टिभ पनि छ र हेल्दी पनि छ भन्ने बुझिन्छ। त्यसपछि फेरि तपाईँले चाहिँ आफ्नो नामको 3 डटमा गएर हेर्नुहोस् त, तपाईँले चाहिँ एकाउन्ट स्ट्याटसमा हेर्नुहोस्, तपाईँको सबै ग्रिन टिक छ भने ओके, माथि लेखेको पनि हेर्नुहोस् यो एकाउन्ट लुक्स गुड भने चाहिँ। अब त्यसपछि चाहिँ तल आएर एकाउन्ट सपोर्ट इनबक्समा गएर हेर्नुहोस् त तपाईँलाई रिपोर्ट गरेछ छैन र यो एलाउटमा चाहिँ कतिजनाले चाहिँ तपाईँ कति भनौँ न कपिराइट आएको छ। अब हामीले त जस्तो पनि भिडियो राख्छौँ नि त, मैले चाहिँ फेसबुकमा आफ्नै वाटरमार्क भएको भिडियोहरू पनि राख्दाखेरि कपिराइट देखाएको छ है, र यसलाई क्लोज गर्न पनि सकिन्छ। यसमा आएको प्रब्लमलाई सल्भ गर्नु पनि कुनै ठुलो कुरा छैन, सजिलै सकिनुहुन्छ है। अनि त्यसपछि तपाईँहरूले चाहिँ आफ्नो प्रोफेसनल ड्यासबोर्डमा गएर हेर्नुहोस् आफ्नो के पाउनुभएको छ। यो चाहिँ यो तपाईँको च्यालेन्जिङ काम चाहिँ सोमबारदेखि स्टार्ट हुन्छ, 1 हप्ताको, त्यसो तपाईँले गर्न सक्नुहुन्छ। र मलाई अहिले चाहिँ अब फेसबुकले चाहिँ इन्स्टिम एड्स चाहिँ दिएको छ, यसलाई सेटअप गर भनेर है। अनि मोनेटाइज भइसकेपछि प्रोफाइल चाहिँ अनलाइन भइसक्यो र मलाई अब यो 2-3टा आज 2-3टा ऊहरू सेटअपहरू दियो भने चाहिँ झन् कति फाइदा हुन्छ है। त्यो चाहिँ पछि आफ्नो पनि भर पर्छ। मैले टाइम चाहिँ त्यति राम्रो दिन सकेको छैन।